यो क्वेसन नम्बर 11 मा के भनेपछि एउटा उल्टो पारेको सिलिन्डर छ अरे, अनि यो सिलिन्डरको हाइट चाहिँ 40 सेन्टिमिटर छ अरे, अनि यो सिलिन्डरको हाइट चाहिँ 40 सेन्टिमिटर छ अरे। अनि त्यसपछि यसमा चाहिँ पानी हालेको छ अरे, कति भनेपछि भोल्युम कति भनेपछि 1.5 cm³ पर मिनट। 1 मिनटमा 1.5 cm³ भन्नाले dV/dt = 1.5 cm³ पर मिनट गरेर पानी हालेछ अरे यो उसमा क्युबमा, यो कोनमा। अनि यसको रेडियस चाहिँ 5 सेन्टिमिटर छ अरे। अनि अब हामीले क्वेसनमा के सोधेको, dH/dt = what when H = 4 cm। जब H = 4 cm हुन्छ तब dH/dt कति हुन्छ भनेर निकाल्ने भने। अनि त्यसपछि अब यसको लागि जस्तै मानौँ यति, यो हो H हाइट, त्यही यो 4 cm वाला H हाइट हो। H हाइट भएको बेलामा यस्तै एउटा यहाँबाट यो तानौँ, अनि यो कोनमा के हुन्छ भने यो हल्का हाइट बढ्दै जान्छ, हाइट बढे सँगसँगै यसको रेडियस पनि बढ्दै जान्छ। जस्तै यहाँले थोरै हुन्छ, यहाँ पनि बढ्दै जान्छ, यहाँ बढ्दै जान्छ, धेरै धेरै हुँदै जान्छ। अनि यो H1 भन्ने हाइटमा यसको रेडियस निकाल्नुपर्छ। अब हामीले जस्तै यसलाई ABC मानौँ, यसलाई D र E मानौँ हैन। अनि अब हामीलाई यो चाहिन्छ, यसलाई R भनौँ, यो रेडियस चाहिन्छ। अब हामीले यहाँ के गर्यौँ भनेपछि यहाँ एउटा ट्रायङ्गल छ AB अनि C ट्रायङ्गल छ, अनि अर्को DEC ट्रायङ्गल छ। यिनीहरू दुइटा के छ भनेपछि कङ्ग्रुएन्ट ट्रायङ्गल छ क्या, सिमिलर कङ्ग्रुएन्ट के भन्छ त्यसमा। यो ट्रायङ्गलमा के हुन्छ, इन ट्रायङ्गल ABC एन्ड ट्रायङ्गल DEC छ, के हुन्छ, एङ्गल ABC इज कङ्ग्रुएन्ट टु ट्रायङ्गल DEC छ। अनि अब यस्तोमा के हुन्छ, यिनीहरूको यो साइडको रेसियो इक्वल हुन्छ। जस्तै AB/DE, यो ठुलो ट्रायङ्गलको AB अपन सानो ट्रायङ्गलको त्यो साइड DE = यो ठुलो ट्रायङ्गलको यो ठुलो ट्रायङ्गल ABC, ठुलो ट्रायङ्गलको यो पुरै AC अपन यो, अनि यो DEC, यो सानो ट्रायङ्गलको DE के हुन्छ, यो सानो ट्रायङ्गलको DC, यो DC हुन्छ, DCसँग इक्वल हुन्छ। अब यो AB भनेको के हो, यो AB भनेको यो हो, यो AB भयो। AB भनेको के छ, 5 सेन्टिमिटर अपन DE भनेको के हो, यो DE भनेको R रेडियस त्यो ठाउँको अपन AC भनेको के पुरै हाइट कति छ, 40 अपन DC भनेको त्यो वाला हाइट याद छ भनेपछि यो भयो 5/8 भयो, R = H/8 भयो। यहाँबाट हामीले के थाहा पायौँ, यो H भएको ठाउँमा यो रेडियस कति हुन्छ भनेर निकाल्यौँ। रेडियस हुँदो रहेछ R = H/8 भनेर निकाल्यौँ। अब नाउ we know भोल्युम अफ के हुन्छ 1/3 पाई R² H। यो कोनको भोल्युम हुन्छ 1/3 पाई R² H हुन्छ। अब यसलाई डिफ्रेन्सिएट गरिदिउँ दुइटैतिर साइडमा, dV/dt = 1/3 पाई उसो कन्सटेन्ट भएर बाहिर आउँछ। अनि त्यसपछि dR² H/dt यस्तो भयो। dV/dt भनेको हामीलाई दिएछ यहाँ, dV/dt भनेर 1.5 भनेर दिएछ, यो भयो 1.5 = 1/3 पाई। अनि यो R पनि हामीले त्यो ठाउँको H यो ठाउँको R हामीले निकालिसक्यौँ। R भनेको कति आहा, R = आहा H/8 भनेपछि यो R को ठाउँमा अब हामीले H/8 राखौँ, के अरे R = H/8। अब यो R को ठाउँमा यो 8 बाहिर आइहाल्छ, 1/8 D, यो पुरै स्क्वायर छ, R² छ। अनि यो R को ठाउँमा के राख्ने, H/8 राख्ने, 1/8 बाहिर आएको बच्यो H,
याच स्क्वायर, यो याच स्क्वायर हुन्छ अनि इन्टु यो याच गऱ्यो भने त याच क्युब हुन्छ, याच क्युब बाई डिटी भयो हैन। अनि त्यसपछि अब यहाँ फेरि गरे, यहाँ गरे के छ 1.5 इज इक्वल टु 1/3 पाई इन्टु 1/64 के 3 इन्टु याच स्क्वायर डी याच बाई डिटी। यो डेरिभेटिभ निकालेको 3 याच स्क्वायर डी याच बाई डिटी यसको डेरिभेटिभ भयो। अब यो सबैले यतातिर पठाइदियो। हामीले चाहिएको भनेको, हामीले क्वेसन निकाल्ने भनेको यो डी याच